थट अफ माई डे चाहिँ कर्मयोगी बन्नु, फलको आश नगर्नु। कर्म गर तर फलको आश नगर। हो यो चाहिँ लाइफप्रति पनि त्यही राखौँ क्या हामी। किन राख्ने एक्सपेक्टेसन्स होइन, किन राख्ने होप होइन। लेट्स प्ले इन्टु स्ट्राटेजी विथ इट होइन। सो जसले गर्दा चाहिँ खुसीको प्यारामिटर थोरै भए पनि बढ्छ र जिन्दगीमा एक्सपेक्टेसन भन्दा पनि सरप्राइजेसहरू आउँछ, अनसर्टेन्टिजहरू आउँछ र हामी रमाइलो गर्न थालिन्छ। एकछिन सोच त टक्क अडिएर जिन्दगीमा तिमीले सोचे जस्तो चाहिँ के भएको छ। ल तिमीले यो स्कुल पढ्थ्यौ थाहा थियो, थाहा थिएन। तिमीले त्यो कोर्स चुज गर्थ्यौ थाहा थियो, थाहा थिएन। तिमीले त्यो प्रोफेसन चुज गर्थ्यौ थाहा थियो, थाहा थिएन के। सो यो सब कुरा के छ, अनसर्टेन छ कि यो जर्नी यति रमाइलो छ कि। सो अनसर्टेन भएर हेर यसलाई एक्सपेक्ट गर्न छोडिदेऊ, प्लट गर्न छोडिदेऊ है। सो यसलाई अनसर्टेनली सरप्राइजेसमै रमाइलो लियोस्, किनकि लाइफ एउटा जर्नी अफ सरप्राइजेस हो कि साथीहरू। यसलाई खुसी भएर सरप्राइजेस सोचेर अगाडि बढ्नु पऱ्यो कि। जे आउँछ सरप्राइजेस आउँछ र त्यसले नै लाइफको जर्नीलाई थप केही एक्सपिरियन्स गेन गर्न मद्दत गर्छ। सो हामीले कमाउने भनेको त एक्सपिरियन्स मात्रै रहेछ साथीहरू। सो आज यो भन्दै शुभ सन्देश, सुखी रहनुहोस्, खुसी रहनुहोस्, खुसी बाँड्नुहोस् र मानवता जोगाउनुहोस् है त। ल सी यू। त्यो भन्दै आज 32 डे 32 को ब्लगिङलाई म एन्ड गर्न चाहन्छु।